हेलो गुड मर्निङ एभ्री वान। मैले चाहिँ मिसोबाट है एउटा पार्सल अर्डर गरेको थियो एन्ड दिस इज माई फर्स्ट पार्सल अनबक्सिङ भिडियो है। लाइक गरिदिनु होला। अन्त के भन्छ मैले चाहिँ फोटो फ्रेम अर्डर गरेको थियो है। लेट्स सी कस्तो आएछ है। यस्तो आएको छ। मैले यहाँ डोरी चाहिँ निकाल्दियो है। आइएम सो एक्साइटेड किनभने मैले चाहिँ यो चाहिँ घरको लागि पर्चेस गरेको, मेरो आफ्नो लागि चाहिँ होइन अन्त है प्याकिङ पनि कस्तो दामी छ। निकालेको वाउ A4 मा रहेछ हो। A4 मा यो चाहिँ साइज चाहिँ ठुलै हो। A4 मा रहेछ। पुरा मन पर्यो होइन। एकखेप चेक गरिदिउँ न है। निकालिदिउँ न यसको प्लास्टिक चाहिँ निकाल्नै सक्दैन। है दामी रहेछ। यो चाहिँ प्लास्टिकको रहेछ हो। मलाई चाहिँ एकदमै मन पर्यो है। के यस्तो बिग्रेको फुटेको ड्यामेज त्यस्तो आएको छैन रहेछ है। आइएम सो ह्याप्पी। थ्याङ्क यू मिसो। 6 वटा पिस छ। 1 2 3 4 5 एन्ड 6 यति 6 वटाको चाहिँ तपाईँको मैले अर्डर गरेको थियो 532 मा। अन्त यस्तो दामी आएको छ है। मेरो घरको लागि, घरमा सजाउनुको लागि है। फ्यामिली फोटोहरू राख्नु राम्रो हुन्छ होइन। अब बजारमा चाहिँ एक्सपेन्सिभ नै, साह्रै एक्सपेन्सिभै हुन्छ यस्तोहरू चाहिँ। सो मैले चाहिँ अनलाइन अर्डर गरेको थियो है। एउटा आइडिया आयो होइन। अनलाइन अर्डर गऱ्यो भने राम्रो हुन्छ होला सायद भनेर होइन। सो थ्याङ्क यू। इफ यु लाइक भिडियो देन लाइक एन्ड कमेन्ट। Bye.